यहाँहरू सम्पूर्णमा नमस्कार। आज म छडबिल झरना हेर्न जाने बाटैमा पर्ने एउटा सुन्दर डाँडा बगैँचा र मेरो घर देखाउन गइरहेको छु। यहाँ देख्न सक्नुहुन्छ, यहाँनिर यो सुन्दर डाँडामा ठ्याक्कै डाँडामा घर छ। यो यहाँनिरबाट बाइकहरू गाडी पनि घरैनिर जाने बाटो बनेको छ। यहाँनिर यो छडबिल जाने बाटो यहाँबाट यता यो तोलाको गाउँ, जिउलो, यता तल घट्टेखेत, तल जिउलो, उता माथि यता कोइरालकोट, यसरी माथि यो जङ्गल, यहाँनिर हाम्रो बगैँचामा विभिन्न जातका फलफुलहरू पाइने गर्छन्, जसमा कुलम, नास्पाती, आरू, सुन्तलाहरू, कागती, अमिला, मौसमी, विभिन्न जातका फलफुलहरू, दाँतेउखरहरू, विभिन्न जातका फलफुलहरू पाइने गर्छन्। मौसमी तथा बेमौसमी तरकारीहरू पनि यता तल टनेल देख्न सकिन्छ। यता मौसमी तथा बेमौसमी तरकारीहरू पनि उत्पादन गरिन्छ। यहाँ चाहियो भने मौसम अनुसारका फलफुलहरू यो ठाउँमा आउनुभयो भने पाउन सक्नुहुन्छ। अहिले कुलम, आरू सकिएर अब नास्पातीहरू फलिरहेछ हाम्रो बारीमा। अहिले फलेको छ खानुलाई। अब नास्पाती सकेपछि सुन्तला सुरु हुन्छ। विभिन्न जातका फलफुलहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुन्छ यहाँहरूले। छडबिल जाँदाखेरि बाटैमा पर्ने फेरि ल है, चाहिएमा सम्झनु होला, सम्पर्क गर्नु होला। धन्यवाद।